माननीय सभामुख महोदय, यति बेला संसदमा विषय प्रवेश गरिसकेको छ। वास्तवमा हामीले आन्दोलन गरेर सङ्घर्ष गरेर बलिदान गरेर प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि र त्यो व्यवस्थालाई संस्थागत गर्नका निम्ति निर्माण भएको संविधानमाथि अनेकौं खालका चुनौतीहरू खडा गर्न कोसिस गरिएको छ। सभामुख महोदय, यो एउटा वक्तव्य जुन सन्दर्भ यहाँ सुरु पनि भइसकेको छ, श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट 73औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना। यो देशमा अहिले पनि श्री 5 महाराज धिराज हुनुहुन्छ, अहिले पनि राजतन्त्र छ। मेरो गम्भीर ध्यानाकर्षण छ सभामुख महोदय, यति बेला संविधानमाथि प्रहार गर्ने उद्देश्यले, व्यवस्थामाथि हमला गर्ने उद्देश्यले, जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने हिसाबले जुन वक्तव्यबाजी भएको छ, यसप्रति अत्यन्त घोर आपत्ति छ र यसको निन्दा एवं भत्सना गर्न चाहन्छु। सभामुख महोदय, यो वक्तव्यमा श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव, नेपाली जनताको जनक्रान्तिले, जनआन्दोलनले राजतन्त्रलाई ढालिसकेको छ। अब राजतन्त्र फेरि बिउताउन खोज्नु, मसान घाटमा दाह संस्कार गरेर फर्किएपछि दाह संस्कार गरिएको मान्छे फेरि बिउताउनु भन्ने जस्तै हो। चिहान उदिनेर फेरि राजतन्त्र ल्याउन खोजिँदैछ। कुनै पनि हालतमा जनताले यो कुरा सहन सक्दैनन्। त्यसकारण पनि यसका निम्ति सिङ्गो राष्ट्र सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध भएर यस्ता गलत, असंवैधानिक, गैर संवैधानिक र गैर जिम्मेवार अभिव्यक्तिको विरुद्धमा प्रतिकार गर्नुपर्छ। सभामुख महोदय, यति बेला मेची महाकाली यात्राको चाहिँ नौटङ्की गरिँदैछ। राजाको प्रचार, राजतन्त्रको प्रचार। यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था होइन। हामी यो संविधान अन्तर्गत छैनौँ। हामी यो व्यवस्थालाई मानेर यो संसदमा आएका होइनौँ। संसददेखि संसद बाहिरसम्म गणतन्त्रका विरुद्धमा, व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा, सङ्घीयताका विरुद्धमा, धार्मिक सद्भावका विरुद्धमा, हामी साम्प्रदायिक एकताका विरुद्धमा नेपालीहरूलाई चाहिँ विभाजित गर्ने उद्देश्यले जुन अभिव्यक्तिहरू आइरहेका छन्, जुन व्यवहारहरू भइरहेका छन्, जुन क्रियाकलापहरू भइरहेका छन्, यी आपत्तिजनक छन्। यसप्रति पनि म घोर निन्दा गर्न चाहन्छु र म सरकारलाई अनुरोध गर्न चाहन्छु, यो विषयमा सरकारले जवाब दिनु पर्यो। कहाँ छ राजतन्त्र नेपालमा? को छ? यति बेला चाहिँ श्री 5 महाराज प्रधानमन्त्रीज्यूलाई सभामुख महोदय मार्फत म चाहिँ ध्यानाकर्षण गराउन चाहन्छु कि सरकारले यस विषयमा तुरुन्त यो संसदलाई जवाब दिनुपर्छ। यस्ता जे मन लाग्यो त्यही बोल्ने छुट कसैलाई पनि यो व्यवस्थामा छैन। म अनुरोध गर्न चाहन्छु।